जाँदैछौँ। क्योतो जाँदैछौँ। केटा मान्छे अहिले भोइस ओभर गर्यो भने राम्रो देखिँदैन क्या भरे भिडियो पछाडि भोइस ओभर गर्ने अहिलेको साउन्ड त पराङ गुरुङ सुनिहाल्यो परेङ गुरुङ सुनिँदैन होला सुनियोस् त्यही भएर त माइक लाउँदैन त मान्छेहरूले के छैन हाम्रो यो फर्स्ट ब्लगको अहिले हामीसँग बजेट छैन है भाउजू सुरुवात हो यो हाम्रो सुरुवात हो अहिले चाहिँ हामी यहाँनिर सिङ्गानसेन पर्खिरहेको छौँ 41 को टाइम लागिरहेको होइन टाइम भयो होइन मैले चाहिँ ट्रेनहरूसँग पानी किनेको छु भाउजूहरूले चाहिँ तातो कफी र दिदीले औचा लिनु भएको ट्रेन चाहिँ आइसकेको छ तर मलाई ट्रेन आएको थाहा होइन त्यही भएर मैले ट्रेनको चुच्चोको भिडियो बनाउनै पाइनँ भनेर भिडियो बनाउँदै ट्रेनको चुच्चोको भिडियो बनाउनै पाइनँ पछाडि कि हाम्रो भनेको 13 नम्बरमा हो यताबाट आउने रहेछ यताबाट आउने ट्रेनभित्र पस्यौँ है ट्रेनभित्र अब यहाँनिर हामी टक्क लगाएर तपाईँहरूको यहाँ हाम्रो ट्रेन कुदिसकेको छ बाहिरको यो चाहिँ अब ट्रेनभित्र बोल्न मिल्दैन नि त जापानमा त्यही भएर अब म झ्यालतिर नि पढेको थिइनँ क्या एउटा जापानिज पढाएको थियो अब हामीसँगै गएको क्या अनि त्यसलाई अब हट पनि भन्नु मिलेन है टिकटमा अब त्यसकै ठाउँ भनेर बुक भइसकेको थियो क्या त्यही भएर मैले चाहिँ त्यसको यता छेउबाट भिडियो बनाएँ अलिअलि काटिँदै गर्दै भए पनि तर जस बाहिर चाहिँ टक्क परेको राम्रो भ्यू टोक्यो अरे के हो त है टोक्यो भन्ने रहेछ के हो त आइपुग्यो हामी के हो त लेट भयो होइन लेट त लेट नै हो हामी आइपुग्यौँ कस्तो लागिरह त के हो त हामी ट्रेनबाट झरिसक्यौँ ट्रेन होइन बुलेट ट्रेन सिन्कानसेनबाट अब हामी कहाँ जाने हो थाहा छैन हजुर के गर्नु बनाउने बानी छैन बनाउँछु भन्छु मोबाइल चाहिँ गोजीमा हुन्छ नयाँ ठाउँ एक्सप्लोर गर्न घरे यस्तो अब उताको भ्यू देखाउनु पऱ्यो भन्छ कि मोबाइल चाहिँ गोजीमा किन के हो त किने होला जस्तो भइरहेको थियो त्यो त तर यो चाहिँ एकैभित्रै है गाइस एकैभित्रै हो अब हामी जाँदैछौँ फाइनली एक बाहिर आइसकेको छ अनि यो चाहिँ के हो त टावर चाहिँ के हो होइन हजुर फोटो मैले भ्लग बनाएको गरेँ फोन चाहिँ गोजीमा हुन्छ खालि फोन चाहिँ गोजीमा हुन्छ हामी टोकियो आइपुगे पनि होइन कहाँ जानुपर्ने हो थाहा होइन है तपाईँलाई थाहा हामी अब भात खान जाने जापानिज डिस खाने हो हामी जापानिज डिस मर्निङ नै हो र हामीलाई केही थाहा छैन के खाने हो फेरि म त खाँदिनँ प्रायः होइन अब कसरी खाने होला त्यहाँ मैले कसरी खानु नाना खाइ जाने हो त भाउजू आइपुग्यो यताबाट अब हामी चाहिँ सेकुची नहेर्नु नि हौ अहिले सरप्राइज हो खानेकुरा यो चाहिँ के छ होइन अहिले म तपाईँहरूलाई खोलेर देखाउँछु है के हो यो थाहा छैन डिसी जस्तो के हो कसरी खाने होला मैले खाइ यहाँभित्र चाहिँ के छ थाहा छैन है यहाँ चाहिँ के हो थाहा छैन के थाहा छैन मलाई कस्तो दिदीले खानु पायो त हाम्रो भाइ होइन खाइसिक्नु भयो काम पाएन अब फेरि काम पाएँ खोल्यो है यो के हो थाहा छैन गाइस मैले कसरी खाने होला भाउजू यो सुसी नि रहेछ त काँचो आज मैले कसरी खाने होला नि यो मेरो आम्मै नि कसरी खाने होला मैले आज
मलाई चाहिँ हल्का बाहिर जाडो भइरहेको थियो त्यही भएर यहाँ आगो बालिदिएको अरे ताप्नु त मिल्दैन तर यहाँ खानेकुरा चाहिँ तात्दैछ अब हामी तातो खान्छौँ यहाँ यो के होइन म अलिअलि गरेर खाँदैछु है तात्दैछ हाम्रो म चाहिँ खाएको भिडियो बनाऊ भनेको गाइस लात लागिरह है तर पनि मैले बनाइदिएँ अब यो मैले तोफु भन्ने चिज कहिले खाँदिनँ खाइरहेको छु अर्को चिज पनि खाएर ल्याउँछु तपाईँहरूलाई सर्ट फेरि है यो मैले काँचो माछा कहिले खाएन आज खाइदिएँ साँच्चै हुँदो रहेछ खाना काँचो माछा खाइदिएँ आज मैले खाइदिएको छु यसरी राख्नुपर्छ अरे टेबलमा सजाएर राखेर हुन्छ यहाँ खाइसकेर नि यता आइसियो अब कहिले खाइसक्नु होला मैले यहाँ चाहिँ पाकिरह है भाउजू कहिले खाइसक्ने हो यत्रो भाउजू कस्तो नकर हो भन्नुहुन्छ वासाबी र माछा काँचो माछा कहिले खाँदैन आज चाहिँ हानिदिने हो खाइसक्नु आडुमै खाइसक्नु बल गरेर भने मैले यति चाहिँ होइन अघि सुरुमा लगाइदिएको थियो त्योभन्दा खाएर घटाएँ यति चाहिँ खाएँ होइन भाउजूलाई सब साफ पार्नु भइन्छ त ए यो चाहिँ खाएन हामी यहाँभित्रको तोगु चाहिँ खायौँ हामी चाहिँ खानै हो नि नियोन सेकु खाएर निस्किसकेको छौँ जापानिज खाना जापानिज त खाना हामी अहिले सितो खाना अहिले हामी एक्वेरियम जाँदैछौँ क्योटोको यहाँबाट अब कति मिनट लाग्छ अब 5 मिनटमा हामी एक्वेरियम पुग्छौँ हामी कसरी जान्छौँ भन्ने कुरा चाहिँ हामीलाई थाहा छैन अहिले त्यो मलाई पुगेपछि त्यहाँ हुन्छु त्यो होइन हाम्रो यहाँ दिदी र भाउजूले जापानिजलाई नेपाली बोल्न सिकाउनु हुँदैछ होइन अब टोक्यो खालि मलाई चाहिँ टोक्यो भन्न आउँछ दिदी के भयो क्योटो घुम्न आएको खालि मलाई चाहिँ टोक्यो भन्न आउँछ जिन्दगीको गोरेटोमा होइन दिदी नेपाल हुँदा एजुकेसनल टुर गयो पिकनिक खान गयो अब यहाँ जापानमा आएर होइन अहिले कलेज टुर होइन के टुर अरे भाउजू एजुकेसनल टुर होइन हो अफिस टुर खाइस्या टुर खै के टुर जे भने टुर चाहिँ टुरै हो होइन अफिस टुर हो होइन अहिले चाहिँ हामी यो एक्वेरियममा जाँदैछौँ अब एक्वेरियममा भित्र के छ म सबै देखाउने छु यो यहीँभित्र जान आँटेको क्योटो एक्वेरियममा यहाँ हाम्रो दिदी हुनुहुँदैछ हाम्रो भाउजू हुनुहुन्छ ला सरी यसरी बनाउने भिडियो चाहिँ यो भनेको क्योटो एक्वेरियम यहाँ लेखि पनि राख कस्तो यो बोर्डले छिल्या गाडी त आएको छैन नि यहाँ कस्तो लागिरहेको त भाउजू हाम्रो टुर रमाइलो भएको छैन भर्खर खाना खाएर आएन त्यही त भर्खर सुरुवात भइरहेछ अब हामी क्योटो एक्वेरियममा क्योटो एक्वेरियम हामी बस्न आँट्यौँ यहाँ हाम्रो जापानिज साथी होइन के भन्नु थाहा छैन मलाई तर उहाँहरू पोस्टिङ भयो हामी नेपाली 3 जना चाहिँ भर्खर कलिग्स नै भन्दा नि चाहिँ भर्खर बस्दैछौँ यहाँ अहिले हामी क्योटो एक्वेरियमभित्र पसिरहेका छौँ है त्यो नेपालमा यसो पाउने धारसै छ त हामीले यसलाई पनि एक्वेरियममा राख्नुपर्छ र नेपालमा चाहिँ त्यत्तिकै जङ्गलतिर पाइहाल्छ हाम्रो त बगरतिर पाउँछ के हो यो यत्रो थाहा छैन के हो यो माछा त होइन होला
डर लाग्दो छ त यतै कालोこれ大丈夫死んでたわかんないयहाँ हेर्नु नि त मर्या हो के हो उता परेको के ऊ हेर्नु नि सब बाँचिरहन् क्या सुत्यो होला कि यहाँको त्यो हेर्नु कत्रो आएको र यहाँ ल्याएर रहेछ यो पनि सालामान आम्बो के साह्रो गोरा आएको यहाँ त फेरि टल्क्यो त म त छ्याट आमा हेर्नु नि यहाँ कस्तो टल्क्यो आयो के भएको यस्तो यिनीहरू चाहिँ जता मान्छे हो त्यतै आउने रहेछ है यहाँ मजाले पौडी खेलिरहेछ जानु हो फेरि अरू कुरा चाहिँ होइन गाइज मेरो ब्याट्री चाहिँ सिक्न लागिसक्यो है अब आधी पनि घुमाएन भर्खरै एउटा ठाउँ घुम्दैछ तर सायद घुम्ने नै मात्रै हो के हो थाहा छैन है क्योटो एक्वेरियम हामी भ्रमण गर्दैछौँ यहाँ यताबाट होइन कि तलै छ कि कहाँ होइन अनि यहाँ चाहिँ फेरि यो चाहिँ मरेको के गरेर थाहा होइन होला होइन के हल्लिन चाहिँ मरे छैन होला मलाई देखेर तर्स जस्तै है पेन्गुइन रहेछ है फेरि भ्लग कन्टिन्यू चाहिँ हुनेछ के हो यहाँ त यहाँभित्र चाहिँ मेन्टेनेन्स कार्य हुने होला मेबी Sugoi desu ne. Oh, miru sakana. Rambe ai. तपाईँहरू चाहिँ अल्छी लाएर बस्नु भएको आगे बढो कता जाने अब हामी जाने Kosei, konnichiwa. Babu.聞いてないか。Babu. Kosei. こっち見て。こっち。ないね。귀여워요. 이렇게 가이즈. 야, 이제 귀여워 있어요, 가이즈.
उज्यालोमा माछा देखिँदैन होला हामी भित्र अँध्यारोमा देखिँदैन है भाउजू किरिङ मिरिङ बाहिर निस्केपछि अनि हामी फेरि बलिहाल्छ है अब हामी पेन्गुइन हेर्न जाँदैछु है को चाहिँ भाउजूले हँसाउनु भयो यो चाहिँ के यहाँ त माछा बनाउँछ त हो भाउजू है यिनीहरूलाई माछा दिन्छु के हो के हो पेन्गुइन भाइहरू कस्तो खबाई पेन्गुइनमा चाहिँ है पेन्गुइन बनायो है माछा बनायो आफै बनाउनु रहेछ है त्यो नेपालको खोलाको माछाको टाइपको मिलाइरहेको यहाँ चाहिँ आज है पेन्गुइन छ त्यो सब उतापट्टि गइयो उनीहरू छ अब हामी फेरि अगाडि बढेको छौँ यहाँ कता यो नबनाएको अघि मैले भन्दै थिएँ भने यस्तै अँध्यारो हुन्छ है यी गर्दा दाँत मात्रै देखिन्छ त्यही भएर नबनाएको स्कुल लाइफ स्टाइल सिक्सटिन टु 20मा चाहिँ अलिक मजाले देखिने हुँदो रहेछ यहाँ चाहिँ पुरै मजाले देखिने हुँदो रहेछ यो चाहिँ कति हो थाहा भएन काकी चाहिँ भनेको 1.5 महिनामा यत्रो 3 महिनामा यत्रो हुने रहेछ अनि यो चाहिँ खै कति वर्ष हो थाहा भएन तर यहाँ चाहिँ मजाको धेरै रहेछ त्यो साउन्ड कति राम्रो रहेछ के बुद्धि राम्रो ल के हो थाहा छैन बेच्छ पनि क्या हो यो पछि के गरे यहाँ चाहिँ ल्याब जस्तो रहेछ त्यो बनाउने होला यहाँ चाहिँ अलट अति राम्रो है यहाँ चाहिँ जिन्दगी पनि नदेखा जेली आज देखिरहेछ के त के हो के है कसरी बाँचेर अरे कति राम्रो के है कस्तो के भनेर बयान गर्न नसकिने टाइपको छ त हो यहाँ त अनि के हो के भन्नु अति राम्रो है उसको मुख कहाँ छ है उसको बडी कुन हो क्या यहीँनिरको त के हो यो पाट पूर्जा नि छुट्याएर है परिको हामी अझै यता नि जाने बानी छ है यता पनि रहेछ नि यहाँ खोइ दिदी यहाँभित्र हामी पसौँ न आएपछि पैसा वसुल गर्नु परेन जेनी भित्र पसेर हेरौँ न भित्र पसेर हेर्दा चाहिँ यस्तो है अनि भित्र बसेर है भित्रबाट त्यस्तो देखिने रहेछ है साइडमा मात्रै रहेछ यो चाहिँ म त सबै होला भनेर बिच छेउछेउमा मात्रै रहेछ है छेउछेउमा मात्रै रहेछ सिना हामीले हेर्छौँ है अब हामी बाहिर निस्किने छौँ है यहाँ चाहिँ रिसर्च सेन्टर जस्तै एउटा के रहेछ अनि अब हामी खोइ दिदी खोइ अब हामी यता नि रहेछ है
के हो ल यहाँ चाहिँ फेरि अर्को टाइपको कति प्रकारको जेलीफिस रहेछ कस्तो यहाँ चाहिँ जेलीफिस टाइपको लाइट रहेछ हजुर कहाँ गयो थाहा भएन ए होइन त यहाँ फोटो खिच्छ मेरो यहाँ फोटो अँध्यारो आउँछ कि भाउजू पाउनु ल यस्तो गरेको टाइप्सको स्पेसिस हो थाहा भएन है माछा हो कि प्यारासाइट छ थाहा भएन के खालको तर खत्रै रहेछ है गाइस पनि फेरि यो के परिको छ माछा यो जिउँदो हो कि मरेको जिउँदो रहेछ कति हो कति नच्चै नच्छ परिको यहाँ पो राम्रो रहेछ है कति क्युट हो अति राम्रो माछा यो चाहिँ सिकर चिट्की के हो थाहा भएन कति सानो हो यो त सानो हेर्दैछ भाइले मलाई हेरेर अरू भनेको यहाँ त के छ मेरो के भनेको यसरी नै सक्यो हाम्रो माछा हामी जाँदैछौँ डल्फिन सो हेर्न यहाँ त गुडियाहरू रहेछ अझै खेल्ने आयो थाहा भएन नत्र म खेलेर पार्थेँ है राम्रो हेर्ने कताबाट जाने हो अब हामी डल्फिन हेर्न जान्छ है डल्फिन कताबाट डल्फिन स्टेडियम यताबाट होला है अब हामी जाँदैछौँ डल्फिन हेर्न ओए मेरो विश्वास के गराएको थर्काउँदै माग्दै हामी पनि थर्काउँदै माग्दैछ उ त्यसलाई सिधा देよーく見てください。よーく見ておいてください。バカ。よいしょ。さあ、皆さん、イルカの口の中です。よーく見ておいてください。もう一回言います。よーく見ておいてください。सब ट्रेन よーく見ておいてください。 छिल्यो यार 見ましたか、皆さん。見ましたね。さあ、皆さんにクイズ。はい、とっても元気いっぱいな日でした。おかえり。さあ、皆さんイルカについて学んでいただけたでしょうか。では最後は皆さんで一緒にごちそうさまでしたの挨拶をしてこの時間終了にしたいと思います。皆さんそれでは手を合わせてください。せーの、ごちそうさまでした。बाई गर्दैछ है ऊ त्यताको पो रमाइलो गरिरहेको नि बरु यहाँको भन्दा त कनिचिवा इत्ते कनिचिवाってないね全然恥ずかしい恥ずかしいわけじゃないけど多分まだまともに喋れないもんねねえこんにちはなんでサビないのこんにちはयहाँ भाउजू ऊ त्यो त रौ माछा होइन उयो हेर्नु त उयो रौ होइन ऊ त्यो ऊ पराको होइन भाउजू त्यो रौ माछा होइन उयो पर उयो उयो त्यो पर कुनेको यो त्यो यामा दागा
उनागी त छैन उनागी भनेको त इल होइन मारिहाल्छ नि यिनीहरूले क्योटोको टुर पनि इन हुनलाई सियो है यहीँ मात्रै रहेछ अब हामी फर्किन्छौँ के गर्छौँ थाहा छैन चाहिँ माछा हेरिसकेर आएर यहाँ के हो यो खै के स्टोर थाहा होइन गोडिया पानी होइन सबै पानी छ सब थोक छ सब थोक पाउनु चक्लेटहरू लिएर डलहरू लिएर है 12,000 12 त्यसलाई 12,000 छैसक्नु छ त 4,000 क्युट क्युट रहेछ है यसलाई चाहिँ कति रहेछ 2200 रे अनि हामी चाहिँ एक्वेरियमबाट अब निस्किसकेछौँ है अब हामी कहाँ जाने हो थाहा छैन खै के ट्रेनको म्युजियम जाने अरे अब ओइ कति राम्रो है 2026 2026 लेखेको रहेछ यहाँ चाहिँ फुलमा यो चाहिँ अब कहिले रोपेर 2026 बनायो थाहा भएन तर खत्रै बनाएको रहेछ क्योटो रेलवे म्युजियम हामी यही जान आँटेको अघि मैले भनेको फाइनली अब हामी क्योटो रेलवे म्युजियम स्टेसन पसिएको छ है अब भ्लग पनि अलिकति मिनी भ्लग भनेको कतिवटा क्लिप्स भिस्कियो कसरी मिनी बनाउने हो त्यो मलाई थाहा छैन तर यो चाहिँ ठुलो रहेछ के चुच्चो हो यो अब आर्किटेक्ट हो कि के हो मलाई थाहा भएन राम्रो देखाइदिन्छु त्यस्तै हो हामी हिँडिरहेको छौँ क्योटो रेलवे म्युजियम यहाँ अनि हाम्रो साथीहरू यताबाट बस्ने हो हामी ल भित्र के छ है फोटो खिच्न मिल्यो भने म देखाउँछु नत्र देखाउँदैन यो चाहिँ हामी नजन्मिँदै जापानिजहरूले बनाएको ट्रेन अरे खै के ट्रेन हो मलाई थाहा भएन यो पनि मलाई थाहा भएन उयो चाहिँ मलाई सिन्कान्सेन भन्ने थाहा तर यो चाहिँ खत्रै छ है यो चाहिँ खत्रै छ अब हामी स्टिम जापानको स्टिम ट्रेनमा चढ्ने यो चाहिँ चक्काहरू होला साइडमै यहाँ फुलहरू पनि रहेछ राम्रो है यहाँ धुवा के उड्दैछ स्टिम भएपछि धुवा हुने त भयो त्यसै अब हामी चढ्न गइरहेछौँ कस्तो लागिरहेको दिदी अनि कस्तो लागिरहेको त अनि रमाइलो लागिरहेको छ अब हामी स्टिम ट्रेनमा चढ्ने हो यो चाहिँ पहिलाको ट्रेनहरू रहेछ है दिदी बोल्नु भएको छ तपाईँ त बोल्नु भएको त के गर्नु आफ्नो त फेरि बत्ती बाल्नै पर्दैन क्या दिउँसै उज्यालो है उज्यालो रातिको त के कुरा गर्नु दिउँसै उज्यालो यो ट्रेनमा चढ्नु हो अनि पुरानो ट्रेनहरू चाहिएको रहेछ है कति मिनटमा चढ्ने अरे हामी त्यहाँदेखि पुरानो क्या यो पहिलाबाट चल्ने स्टिम अब हामी चाहिँ चढ्न गइरहेको छौँ यहाँ टिकट छ दार्जिलिङको नचढे पनि के हो टिकट देखिँदैन त टिकट त ब्लर भयो त मेरो टिकट देखियो 300 रुपियाँ हामीले किनिसकेको छ के भन्छ दार्जिलिङको स्टिम ट्रेन नचढे पनि हामी जापानको स्टिम ट्रेन होइन दिदी हामी दार्जिलिङको नचढे पनि है जापानको स्टिम ट्रेन चढ्छ है हामी एकदम हामी सक्छ त अनि हामी विदेश घुम्नेहरू पर्यौँ हामी जापानको चढ्ने हो चाहिँ जापानको स्टिम यो धुवा निस्किने टाइपवाला ट्रेनमा चढ्न लागेको छौँ है यहाँ हाम्रो दिदी र भाउजू बसिसक्नु भएको म पनि अवश्य इन्टर हान्न आँटेको छु हामी चाहिँ अब यो ट्रेनको चल्ने पर्खाइमा हो
चलिचा होइन पैसा नहुँदाखेरि ए यहाँ पैसा राखेको मैले अब त्यो साउन्ड चाहिँ मिस गरेँ होइन ए उल्टो रहेछ म त यता बस्छु ए हो रिस रिस्ने हाजिमेटे दकार बजिरा अब हामी चल है ला साउन्ड मिस भयो नि अघि त्यो पराको मैले भने चाहिँ गर्छ है अब अगाडि पछाडि अगाडि पछाडि झऱ्यो भने के गर्नुभएको छिल्यौ तपाईँको यताबाट उतै हेर्नु नि अर्को ट्रेन फेरि अर्कै त्यस्तो ट्रेन आइसक्यो तर पनि हामी कोइलाको इन्जिन वेलहरू इन्जिन ट्रेनमा चढ्दा यताबाट उता जान्छ उता पत्ता जङ्गल हेर्नु जङ्गल सफारी हेर सक्यो ब्याट्री ल अहिले हामी चढेको छौँ हामी घुम्दा घुम्दै होइन म्युजियमभित्र आइपुग्यौँ मैले खासै त्यस्तो के भन्नाले पनि त्यो पुरानो ट्रेनहरूको बारेमा पुरानो ट्रेनहरूको इन्जिन यताउता पहिलाको पुरानो ट्रेनको त्यस्तै सम्हालेर राखेको कुराहरू पुरानो चिजहरू राखेर चाहिँ डेभलपमेन्ट सिटी भनेको त यस्तो पो हुनुपर्छ त डेभलपमेन्ट हामी त्यो त घुमिसकेर है फेरि हामी नागा जाने टिकट पाइसक्यौँ है दिदी अब ब्याक टु नागोया हामी ब्याक टु नागोया अब हामी जाँदैछौँ सिन्कानसेन चढ्न कि त अहिले ट्रेनमा होला नि होइन भाउ हल्लाउने नि 10 ऊ मिनट झरिसियो भाउजूको नपोखाउने ल अब हामी क्योतो घुमेर अब नागोया फर्किँदैछौँ हाम्रो ट्रेन आउँदैछ कति बिस्तार आएको बुलेट ट्रेन अनि हिँड्यो यता कोब्रा जस्तै छ त हेर्नु नि भाइ कोब्रा यो है छेउमा आएपछि त फेरि स्कुल कुदे जस्तो लाग्छ त के हो अब 14, 13 हाम्रो 12 नम्बरको आजको टुर चाहिँ सकिसकेको छ हामी घर फर्किँदैछौँ